झापाको हुलाकी मार्गको बाटो हो। 15 वर्षदेखि अलपत्र कन्काई माईको पुल हो। म कन्काई माईको तल्लो पुलमा छु है। अहिले तल्लो पुलमा छ। 16-17 वर्ष भयो यो पुल उद्घाटन भएको। अहिलेसम्म यो काम सम्पन्न भएको छैन। यसरी पैसा तिरेर भाटाको पुल तरेर हिँड्नुपर्छ। झापा जस्तो एकदम विकसित ठाउँमा पनि भाटाको पुल तर्नुपर्छ। झापाबाट प्रधानमन्त्री केपी ओली पाएको कति वर्ष भयो ल हेर्नुहोस्। एउटा मुला पुल बनाउन 15 वर्षमा पनि सकिएको। गल्ती कसको हो तपाईहरुले भनिदिनु होला। कसलाई के गाली गर्नुपर्ने हो कि माया गर्नुपर्ने हो त्यो पनि तपाईहरुले भन्नु होला। पोहोरसम्म त यो पुल बन्छ कि भन्ने अलिअलि आश थियो। कहिलेकाहीँ हिँड्दाखेरि मान्छेहरूले काम गर्दै गरेको भेटिन्थ्यो। आज हिँड्दाखेरि त ल हेर्नुहोस् कहीँ मान्छेले काम गरेका छैनन्। सबै यहाँका कामदारहरू पनि हिँडिसकेका छन्। यो के भएको हो तपाईहरुले भनिदिनु होला है गाइज।